हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी ओल्ड इज गोल्डबाट एउटा प्रोजेक्टाइलको क्वेसन लिएर आएको छौँ। यो चाहिँ इक्जामहरूमा धेरै नै सोधिरहेको हुन्छ र यो क्वेसन धेरै नै इम्पोर्टेन्ट रहेको छ। त्यही भएर सबैजना राम्ररी ध्यान दिएर हेरिदिनु होला है त। यो चाहिँ क्रिकेटसँग पनि सम्बन्धित छ। क्रिकेटमा चाहिँ एउटा ब्याट्सम्यानले यदि छक्का हान्नु भने त्यसको डिस्टेन्स र त्यसको हाइट निकाल्न चाहिँ यो नै युज गरिन्छ। त्यही भएर सबको लागि यो धेरै नै इम्पोर्टेन्ट रहेको छ र बुझ्नको लागि धेरै नै राम्रो हुन्छ। त्यही भएर सबैजना हेर्नु है त। क्वेसन रहेको छ, अ बडी इज प्रोजेक्टेड अपवर्ड मेकिङ एन एङ्गल अफ 60 डिग्री विथ भर्टिकल एक्सिस एट द भेलोसिटी अफ 72 किलोमिटर पर आवर। अन्डरलाइन गरौँ जुन दिएको छ। अनि क्यालकुलेट द टाइम अफ फ्लाइट, होरिजेन्टल रेन्ज, द म्याक्सिमम हाइट इट एटेन्स। अनि हामीलाई g=10 मिटर पर सेकेन्ड स्क्वायर दिएको छ जुन हामीलाई युज गर्नुपर्ने हुन्छ। र यो क्वेसन चाहिँ बुझ्नको लागि एउटा फिगर पहिला बनाऊ अनि फिगरबाट बुझ्न अझै नै सजिलो हुन्छ। फिगरमा चाहिँ पहिला y र एउटा एक्सिस बनायौँ। y पोइन्ट भयो है त। अनि एउटा बडी छ। एउटा बडी चाहिँ जस्तै बल नै भन्नु त ब्याट्सम्यान यहाँ छ होइन उभिएको। अनि यो ब्याट्सम्यान चाहिँ एउटा बलरले बल फाल्यो अनि ब्याट्सम्यानलाई चाहिँ त्यो बललाई हानेपछि चाहिँ त्यो बल सिधै गयो बाउन्ड्री लाइनको बाहिर। अब त्यो बाउन्ड्री लाइनको बाहिरको यसको डिस्टेन्स कति छ, कति हाइट, म्याक्सिमम हाइट कति गएको छ, त्योहरू निकाल्न चाहिँ हामी यो च्याप्टरमा राम्ररी सिक्नेछौँ। यो के भन्ने क्वेसनमा, अ बडी इज प्रोजेक्टेड अपवर्ड मेकिङ एन एङ्गल अफ 60 डिग्री। 60 डिग्री त छ। हामीले यी धेरैजनाले मिस्टेक गर्छौँ। जति दिएको छु एङ्गल त्यति नै लेखिदिन्छौँ। त्यो हुँदैन। पहिला यस्ता हेर्नुपर्छ, भर्टिकल एक्सिस छ कि होरिजेन्टल एक्सिस हेरेन्ज। ती भएर यहाँ भर्टिकल भनेको छ भन्दाखेरि यो 60 डिग्री यहाँ बनाएको छ। 60 डिग्री भर्टिकलसँग 60 डिग्री बनाएको छ एङ्गल। होरिजेन्टलसँग भनेको भए हामीलाई यहाँ बनाउँथ्यो। त्यही भएर त्यहाँ भर्टिकल भनेको छ। त्यही भएर एङ्गल 60 डिग्री चाहिँ यहाँ हुन्छ। अनि हामीले थाहा छ यो चाहिँ एउटा सिधा लाइन भयो, वाइ एक्सिस पर्पेन्डिकुलर टु द एक्स एक्सिस। त्यही भएर पर्पेन्डिकुलर जहिले पनि कति डिग्रीको बनाउँछ एङ्गल, 90 डिग्री। हामीले थाहा नै छ स्ट्रेट लाइन र पर्पेन्डिकुलरमा यदि स्ट्रेट लाइनमा जोडिएको छ भने त्यो बिचको एङ्गल 90 डिग्री हुन्छ। अनि यो 90 डिग्री भयो अनि यो 60 डिग्री, यसको भ्यालु कति त थाहा छ। त्यही 90 मध्ये 60 हटाउँदाखेरि यति आउँछ, 90 - 60 = 30 डिग्री आयो त। यसको भ्यालु कति भयो, 30 डिग्री। अनि यो बल चाहिँ एउटा गयो होइन। अनि त्यो जाँदाखेरि कतै त्यो एउटा म्याक्सिमम हाइटसम्म गयो होला। त्यो म्याक्सिमम हाइट भनेको क्यापिटल एच। अनि यो बललाई त्यहाँसम्म जाँदाखेरि बाउन्ड्री लाइनको बाहिरसम्म पुग्न एउटा टाइम लाग्यो होला। त्यो टाइम भनेको क्यापिटल टी। अनि यो बललाई यहाँ म्याक्सिमम हाइट एटेन्ड गर्न जति टाइम लाग्यो त्यो कति के भयो त, स्मल टी। यति हामीलाई बुझिसकेपछि यो हिसाबमा केही छैन, पुरै सिम्पल नै छ, पुरै सजिलो छ। अब त यति बुझ्दाखेरि भइहाल्यो हिसाब। पहिला फिगर तपाईँहरू यदि बुझिहाल्नुभयो भने हिसाबमा केही छैन। यो चाहिँ एउटा त्यस्तो डिपली सोचेर नलिनु, यसलाई पुरै सिम्पली लिनु के, अनि तुरन्तै भनिहाल्छ। अब जति गिभेन छ त्यति लेख्नु। पहिला गिभेनमा के दिएछ भन्नु त। गिभेनमा थीटा इक्वल कति छ, 30 डिग्री। यो कसरी आयो, 90 मध्ये 60 घटाउँदाखेरि 30 डिग्री आयो है त। अनि के दिएको छ फेरि, हामीलाई भेलोसिटी पनि दिएको छ 72 किलोमिटर पर आवर। यो किलोमिटर पर आवरमा दिएको छ। यसलाई भेलोसिटीले युले सङ्केत गर्छ अनि 72 किलोमिटर पर आवर। तर यो किलोमिटर पर आवर त हामी फर्मुलामा राख्दैनौँ, मिटर पर सेकेन्ड राख्छौँ। अब यसलाई त मिटर पर सेकेन्डमा कन्भर्ट गर्नु पर्यो। अब हामीलाई थाहा छ 1 किलोमिटर आवर कति हुन्छ, 1000 मिटर। अनि 1 घन्टा 1 आवर बराबर कति हुन्छ, 60 × 60 सेकेन्ड। यो थाहा छ हामीलाई। यही अनुसारले यहाँ लेखौँ त, 72 × किलोमिटरको कति हुन्छ, यहाँ केही छैन, इन्टु किलोमिटर कति हुन्छ 1000। यो भनेको के हो भन्दाखेरि डिभाइड, अनि आवर भनेको 60 × 60। सिम्पल।
अनि यो जिरोले एउटा जिरोले कट्यो, अर्को जिरो कट्यो भने 72, 10 जा 720 एन्ड 6 जा 36, 36 2 जा 72 अनि जिरोको जिरो कति आयो त 20 मिटर पर सेकेन्ड। अब हामीलाई यु आयो, थीटा आयो, अझै केही दिएको छ, थीटा छ, भेलोसिटी छ, एउटा जी छ, जी गिभन छ, जी इक्वल टु 10 मिटर पर सेकेन्ड स्क्वायर। हामी गिभन सबै लेखिहालौँ। गिभन भनेको यो तीनवटा दिएको छ। अब के निकाल्न भनेको छ हेरौँ। यहाँ चाहिँ क्यालकुलेट द टाइम अफ फ्लाइट। टाइम अफ फ्लाइट भनेको के हो, यहाँदेखि यहाँ कति टाइम लाग्यो, क्यापिटल टी इक्वल टु हार्ट। यदि यहाँ भनेको भए क्यालकुलेट द टाइम टु अटेन द म्याक्सिमम हाइट, तब चाहिँ के हुन्थ्यो, स्मल टीको फर्मुला छ यु साइन थीटा बाई जी। के हुन्छ, यु साइन थीटा बाई जी। क्यापिटल टीको हुन्छ 2u साइन थीटा बाई जी। यो 2u किन भयो, यो यु र यु 2u, किनभने यसलाई दुईवटा भेलोसिटी मतलब दुईवटा त्यो एटेन्ड गर्नु छ, त्यही भएर 2u, यु प्लस यु 2u, अनि यसमा एउटा मात्रै यु छ, त्यही भएर ओन्ली 1 यु। त्यसै हामीले टी निकाल्न भनेको छ। अर्को के छ, होरिजेन्टल रेन्ज भनेको यहाँदेखि यहाँसम्मको डिस्टेन्स, क्यापिटल आर इक्वल टु हार्ट। डिस्टेन्स भनेको मिटर हुन्छ, थाहै छ। अनि अर्को के हुन्छ, म्याक्सिमम हाइट के हो, क्यापिटल एच, थाहै छ, एस इक्वल टु हार्ट हो। यो तीनवटा चिज निकाल्न भनेको छ। यो तीनैवटा कुरा हामीलाई निकाल्नु पर्ने हुन्छ। त निकालौँ त है त। पहिला के भनेको छ, निकाल्नु टी। वी नो द्याट टी इक्वल टु के हुन्छ 2u